हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु द न्यू भिडियो। सो थम्बनेल टाइटल हेरेर पनि थाहा पाइसक्नुभयो होला आजको भिडियोको बारेमा। सो बिहान चाहिँ मैले सानो अपडेट गरेको थिएँ भने अहिले चाहिँ मैले फुल्ली डिटेलमा आजको अपडेट चाहिँ लिएर आएको छु। सो आज चाहिँ वैशाखको 24 गते अर्थात् ब्रिटिस आर्मीको एडब्ल्युसी सुर्खेतमा चाहिँ फर्स्ट डे है सिलेक्सन। अब आज चाहिँ के छ भन्दाखेरि डे 1 मा चाहिँ हाम्रो बाँकेको भाइहरू थियो जम्मा 80 जनाको आज पालो थियो भने क्याम्प इन चाहिँ जम्मा 55 जना भएको थियो। अहिले जसमा चाहिँ लास्टमा पास हुने चाहिँ जम्मा 12 जना भयो। अब बिचमा चाहिँ एजुकेसन चाहिँ आज अलिकति टफ नै आएको थियो अरे, म्याथ चाहिँ अलिकति प्याटर्न भन्दा पनि हल्का घुमाएको थियो भन्ने कुरा चाहिँ आएको थियो। अनि हाम्रो एजुकेसनमा चाहिँ है 16-17 जना भाइहरू चाहिँ फेल भएको छ है। यो चाहिँ अलिकति टफ नै आएको भन्ने जानकारी हुन्छ यो रिजल्ट देख्दाखेरि चाहिँ। अनि हाम्रो चाहिँ अरू भाइहरू चाहिँ फालेको चाहिँ एउटा हाइपरमा पनि फालेको छ, अनि टिथमा है म्याक्सिमम भाइहरू टिथमा पनि फालेको छ, अनि लङ डिस्टेन्समा अनि हाम्रो डकुमेन्टमा पनि फालेको छ। बिहान नै एकजना भाइ चाहिँ डकुमेन्टमा फालेको थियो, उसले चाहिँ आफ्नो नागरिकता नलगेर गएको रहेछ। त्यो भएको कारणले गर्दा उसले चाहिँ रिजेक्ट भएको थियो है। अब आजको होल समरी हेर्दाखेरि चाहिँ के देखिन्छ भन्दाखेरि अलिकति सिलेक्सन चाहिँ टफै छ है आजको दिनमा हेर्दाखेरि। अब भोलि चाहिँ हाम्रो बाँकेको भाइहरू छ, भोलि पनि पक्का सबै 90 जना भाइहरू चाहिँ बाँकेकै रहेको छ। अब अलिकति हेर्दाखेरि चाहिँ सिलेक्सन चाहिँ अलिकति टफ नै देखिन्छ। त्यो भएको कारणले गर्दा एजुकेसनलाई चाहिँ अलिकति मेन प्रायोरिटी देऊ, जुन चाहिँ म्याथ है। म्याथमा चाहिँ म्याक्सिमम अब म्याथमा पनि हाइएस्ट ल्याउनेहरूले चाहिँ 12 ल्याएको छ, अनि इङ्ग्लिसमा चाहिँ 20मा 20 छ है। इङ्ग्लिसमा चाहिँ 20मा 20 ल्याएको छ भाइहरूले। अब 15मा 12 म्याथमा चाहिँ 15मा 12 ल्याउने भाइहरू पनि त्यही 3 देखि 4 जना छ भने इङ्ग्लिसमा चाहिँ म्याक्सिमम भाइहरूले 20मा 20 चाहिँ ल्याएको छ। अब इङ्ग्लिसको चाहिँ क्वेसन चाहिँ सजिलो छ है, अलिकति म्याथको पनि हल्का त्यति साह्रो टफ पनि होइन, तर हल्का नबुझे भाइहरू चाहिँ अलिकति भित्र घुमाइदिँदाखेरि अलिकति झुकेको छ। त्यो कारणले गर्दा म्याथलाई चाहिँ मेन प्रायोरिटी दिएर सो आफ्नो प्रिपेरेसन गर है। भोलि जाने भाइहरूलाई फेरि पनि म बेस्ट अफ लक भन्न चाहे है। सो थ्याङ्क्स फर वाचिङ, सी यू नेक्स्ट भिडियो।